सेप्टेम्बर 8 र सेप्टेम्बर 9 मा के भयो? तपाईँहरूलाई थाहा नै छ होला। तपाईँलाई मात्रै होइन, संसारलाई थाहा भएको छ। सेप्टेम्बर 8 र 9 मा जेनेरेसन जेडले प्रोटेस्ट गर्नुभएको थियो। केका विरुद्ध? किन गर्नुभएको थियो? नेपालमा धेरै वर्षदेखि जडा काटेको एउटा चाहिँ जडा गाडेको करप्सनको विरुद्धमा थियो। सँगसँगै तत्कालीन अवस्थामा सरकारले सोसल मिडिया लगायतका धेरै प्लेटफर्महरू ब्यान गर्नुभएको थियो। इट वाज लाइक हाम्रो त्यो फ्रिडम अफ स्पिच नै खोसिएको जस्तो महसुस भएको थियो त्यति बेला। जेनेरेसन जेड जसले टेक्नोलोजी सोसल मिडियालाई आफ्नो बच्चैदेखि साथी बनाएर सँगसँगै हुर्किएका मान्छेहरूलाई त्यो ब्यान गर्दा पर्न गएको असर र नेपालमा फस्टाएको अथवा मौलाइरहेको यो करप्सनका विरुद्ध जेनेरेसन जेडले शान्तिपूर्ण र्याली गर्ने भनेर सेप्टेम्बर 8 मा आह्वान गर्नुभयो। र त्यो प्रदर्शनको अवस्थामा प्रदर्शन गर्दै गर्दा सरकारको तर्फबाट बल मिच्याइ भइसकेपछि अहिलेसम्मको अवस्थामा 70 भन्दा बेसी मान्छे मृत्यु हुनुभयो। Let's observe 1 minute of silence for those who lost their lives during the protest of Gen Z. र उहाँको दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दै 1 मिनटको म तपाईहरुलाई पनि जसले यो भिडियो हेरिराख्नु भएको छ उहाँहरूको नाममा चाहिँ 1 मिनट मौन धारण गरिदिनु भनेर अनुरोध गर्दछु। पहिला त यो जेन जेड भन्या चाहिँ के हो यसलाई बुझौँ। तपाईहरु धेरैलाई थाहा भइसक्यो होला। जेनेरेसन जेड भनेको चाहिँ 1997 भन्दा यता र 2012 भन्दा उता जन्मिनु भएका ती तमाम युथहरूलाई अथवा ती व्यक्तिहरूलाई चाहिँ हामीले जेन जेड भनेर चिन्छौँ। त्यो जेन जेड जो इन्फर्मेसन अथवा आइटी वा भनौँ टेक्नोलोजी इन्टरनेट यी विविध कुराहरू चाहिँ जन्म सँगसँगै हुर्किनु भयो त्यही ड्युरेसनमा। भनेपछि उहाँहरूको जेनेरेसन यति फास्ट यति इन्फर्मेसन टेक्नोलोजीसँग कनेक्टेड हुनुहुन्छ कि त्यो चाहिँ सोसल मिडिया उहाँको साथी जस्तै भइसकेको छ। साथी मात्रै होइन यो धेरै कुरा भएको छ, यसको बारेमा पनि हामी कुरा गर्छौँ। सो यो प्रोटेस्टमा चाहिँ सेप्टेम्बर 8, 9, 10, 11 सम्म नै रह्यो। पछि धेरै कुराहरू भए। ओभर द नाइट इट वाज लाइक फिल्म, साउथ इन्डियन मुभीमा हेरे जस्तै झ्याप 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 24-26 घण्टामा चाहिँ नेपालमा काया पलट अथवा उथल पुथल भयो। धेरै नै चेन्जेसहरू आयो एकैचोटि एकै दिनमा। अहिलेसम्ममै इतिहासमा नभएको 15-20 जना एकै दिनमा गोली लाएर मृत्यु हुनु पर्यो ती युथहरू। र त्यस पश्चातको जुन आफ्टर म्याथ छ दोस्रो दिन त्यसको विरुद्धमा यही यस्तो घटनाक्रम गर्यो। हाम्रो आवाज पनि थिचोमिचो गर्ने सँगसँगै देश पनि नबनाउने भनेपछि तपाईहरुका विरुद्ध चाहिँ अझै हामी बुलन्द रूपले लाग्छौँ भन्दा झन बेसी व्यक्तिहरू चाहिँ बाटोमा आउनुभयो र प्रपर्टीहरूलाई चाहिँ तहस नहस पनि भयो त्यही बिचमा। अनि प्रहरीको यो उसमा पनि आगजनीहरू भए, सुरक्षामा चाहिँ थ्रेटहरू आयो। अनि नेताहरूलाई कतिपयको घर जले, कतिपयको घरमा गएर कुटापिट पनि भयो, विभिन्न कुराहरू भयो। यसो भइराख्दा चाहिँ तमाम वर्षदेखि जकडिएर रहेको त्यो फिलिङ्सहरू चाहिँ नेपालीहरूको त्यो फिलिङ्सहरू पनि यसमा आउट भयो।
कतिपय मान्छेलाई केही कुरा गरेको राम्रो लाग्यो होला, कतिपय मान्छेलाई केही कुरा गरेको नराम्रो लाग्यो होला। कतिपय मान्छेले ती युथहरूको जुन डेथ भयो त्यसलाई लिएर त्यो भएको कुरा असाध्यै नराम्रो लाग्यो र 2 दिन 3 दिन 4 दिनसम्म कोही मान्छेलाई निन्द्रै लागेन, सुत्न सकिएन भन्ने पनि कुराहरू आए। र त्यसको सेकेन्ड डेमा फेरि अर्को पक्ष अरू मान्छेलाई चाहिँ गभर्मेन्टको प्रपर्टीहरू, प्राइभेट प्रपर्टीहरूमाथि जुन तोडफोड भयो, आगजनीका कुराहरू भयो, त्यसलाई देखेर कतिपय मान्छेलाई त्यसले अझै प्रभाव पार्यो। सँगसँगै प्रहरी, सुरक्षाका अरू व्यक्तिहरू प्लस नेताहरूको घरमा र उनीहरूसँगको कुटपिट जुन भएको देखियो, त्यसले गर्दा पनि धेरै मान्छेलाई प्रभाव पर्यो। यो एउटा प्रभाव भयो प्रत्यक्ष रूपमा परेको। सँगसँगै हामीले ती भिडियोज, त्यो आगजनी भएको, त्यो गोली लागेको विभिन्न कुराहरू डिस्मिनेट यो सोसल मिडियामा भएको त्यो कुराहरू देख्दा चाहिँ झन् बेसी त्यसले पनि हामीलाई डिस्टर्ब गर्यो। यसरी हेर्दा चाहिँ कति बेला हामी हाँसिरहेका छौँ, कति बेला दुःख लाग्यो, कति बेला रोइरहेका छौँ, कति बेला चाहिँ यस्तो हुँदा हामीलाई निकै दिन, कसैलाई 2 दिन, कसैलाई 3 दिन, कसैलाई 5 दिनसम्म पनि डिस्टर्ब गर्यो। र यो किन गर्यो, यो नहुनु पर्थ्यो भन्ने कुरा होइन। बिकज इफ आवर सराउन्डिङ अर इन्भाइरोमेन्ट इज डिस्टर्ब्ड, अटोमेटिकली हामीलाई पनि डिस्टर्बेन्स भइ नै हाल्छ। कल्पना गर्नुहोस्, तपाईँको भोलि जाँच छ, छेउमा बिहेमा म्युजिकहरू डिजे बजिरहेछ, म ध्यान लाएर पढ्छु भन्दा सम्भव हुँदैन। एज इफ लाइक त्यस्तै गरी त्यो त केही हदसम्म हुन पनि सक्छ। यहाँ त देश रोइरहेको थियो, देशको अवस्था हेर्दा चिन्ता लिँदा मान्छे चिन्तामा गइसकेका थिए, डिप्रेसनमा जान्छ अथवा गइसक्नु भएको अवस्था आइसकेको थियो। अनसर्टेनिटी थियो, अब के हुन्छ होला, अब कता जान्छ होला देश, के गर्छन् होला, यसपछि के हुन्छ होला। यही कुरा भइराख्दा सुरक्षाका कुराहरू, थ्रेटहरू धेरै नै आए। यो भइराख्दा अब हामी कहाँ जाने, के जाने, स्कुल होइन कलेजहरूको अवस्थाहरू हेर्दा बालबाली विद्यार्थी भाइ बहिनीहरूमा कस्तो भयो, अभिभावकहरूमा कस्तो भयो, जसले ती आफ्ना बालबालिका चाहिँ गुमाउनु भयो, त्यो परिवारमा कस्तो बित्यो होला। सिङ्गो देश रोइरहेको थियो त्यति बेला। सिङ्गो देशमा यो मिक्स्ड फिलिङ अथवा हेभी इमोसन्सहरू आइरहेका थियो। त्यही बिचमा हामीले एउटा कुरा पायौँ, त्यो हो अन्तरिम सरकार। त्यस पश्चात अलिकति भए रिलिफ त फिल भयो, ल देशले एउटा दिशा त पायो भन्ने। तर आफ्टरम्याथ भनेको कुरा चाहिँ इमिडिएटली हुँदैन। यसका कन्सिक्वेन्सेसहरू अब आउने गर्छन् बिस्तारै। तपाईँ हामीले त्यति बेला देखेको त्यो भिडियोजहरू, त्यो कुटेको, त्यो पिटेको, आग लागि भएको, बालबालिकाहरूको चाहिँ टाउकोमा गोली लागेको, कोही कता के भएको, ती विभिन्न किसिमका विभत्स हत्याहरूले चाहिँ अझै पनि हाम्रो माइन्ड डिस्टर्ब गरिरहेको हुनसक्छ, गर्छ पनि। किन भन्दा वी वेयर एक्सपोज्ड विथ सच त्यो भिडियोज अथवा कन्टेन्टहरू सोसल मिडियामा यति फास्ट डिसमिनेट भयो त्यो बिचमा, फेरि वी क्यान नट इमेजिन। सो हामी आज यिनै विषयमा कुराकानी गर्दैछौँ। तपाईँले मलाई यस्तो भइरहेछ, यस्तो महसुस गरिराखेको छु, मलाई यो कुराले यति डिस्टर्ब गर्यो भनेर कसैसँग सेयर गर्नुभयो कि भएन त? नम्बर 1, यो यस्तो किसिमको घटना भइसकेपछि हाम्रो माइन्डसेट जुन उथल पुथल भएको छ, माइन्ड चेन्ज भएको छ, अथवा हाम्रो इमोसन्सहरू अप्स एन्ड डाउन र मिक्स्ड फिलिङ्स भएको छ, हेभी फिल भएको छ, यसलाई ब्यालेन्स गर्नको लागि, यसलाई बुझ्नको लागि, यसलाई नर्मलाइज गर्नको लागि हामीले 3-4वटा काम गर्नुपर्ने हुन्छ। पहिलो काम हो, तपाईँले त्यो घटनाको क्रमको बारेमा चाहिँ कोही व्यक्तिसँग कुराकानी गर्नुभयो कि भएन त? त्यो घटनाक्रम तपाईँ डिरेक्टली एक्सपोज हुनुभएको थियो कि सुन्नु भएको थियो कि हेर्नु भएको थियो? यसले म्याटर गर्छ कति प्रभाव पारेको छ भन्ने। तर यो म्याटर गरिराख्दा, यस्तो कुरा भनिराख्दा तपाईँले त्यो कुरालाई ह्यान्डल गर्न सकिराख्नु भएको छ कि छैन त? सो फर्स्ट एउटा उपाय हो, यु हेभ टु टक टु युर फ्रेन्ड्स, फ्यामिली, नियरेस्ट एन्ड डियरेस्ट पर्सन्स। र यति गर्दा पनि तपाईँलाई अझै पनि अहिले पनि निन्द्रामा कठिनाइ, दैनिकी काम गर्न दिगदारी अथवा चाहिँ नि अप्ठ्यारो, बाधा अडचन आइरहेको छ भने चाहिँ तपाईँले अब चाहिँ बेला भइसकेको हुन्छ कि यु हेभ टु टक टु मेन्टल हेल्थ प्रोफेसनल। अहिले नै जान सक्नुहुन्छ अथवा कुराकानी गर्न सक्नुहुन्छ है। यस्तो हुँदा र अझै पनि एउटा अर्को कुरा चाहिँ, यति गर्दा पनि अझै पनि तपाईँ चाहिँ
त्यो कन्टेन्टहरू तपाईँको उसमा आइरहेको छ भने त्यो कन्टेन्ट हेर्न चाहिँ तपाईँ बन्द गर्न सक्नुहुन्छ, होइन भने अझै यसले डिस्टर्ब गर्छ। सो दोस्रो कुरो हो, यो ड्युरेसनमा चाहिँ हामीले यस्ता किसिमका भिडियोजहरू अथवा कन्टेन्टहरू हेर्नु हुँदैन, कम हेर्नुपर्छ। बिकज यो फेसबुक अथवा इन्स्टाग्राम जे खोले पनि, युट्युब खोले पनि आउन त यही नै आइहाल्थ्यो, तर यसलाई कम हेर्नुपर्छ। आफूलाई मनपर्ने यो मुभीहरू, होइन, सिरिजहरू अनि पोडकास्टहरू हेर्न सक्नुहुन्छ है। दोस्रो, तेस्रो भनेको चाहिँ यो टाइममा आफूलाई मनपर्ने एक्टिभिटिज। कतिपय मान्छेले चाहिँ भन्छन् मलाई त यार समय नै छैन, केही गर्ने पनि समय छैन। अहिले थियो 5-7 दिन समय थियो, त्यो बेला के गर्नुभयो त? आफ्नो नजिकका मान्छेहरूसँग कन्ट्याक्ट गर्नुभयो, कुराकानी गर्नुभयो, आफूलाई मनपर्ने खानेकुरा पकाएर खानुभयो। आफ्नो त्यो टाइममा चाहिँ तपाईँले एक्सर्साइजहरू अनि लेख्ने काम, आफूलाई मन लाग्ने मुभी हेर्ने काम, यस्ता केही गर्नुभयो। गर्नु पर्थ्यो, गर्नुभएको छैन भने पनि इट्स ओके, बट यी कुराहरू गरेर हामीले यसलाई व्यवस्थापन गर्न सक्छौँ। र थर्ड भनेको, त्यति गर्दा पनि यो कुरा व्यवस्थापन भएको छैन भने यु सुड इमिडिएटली टक टु द मेन्टल हेल्थ प्रोफेसनल्स, काउन्सिलर, साइकोलोजिस्टहरू, साइकियाट्रिस्ट, डक्टरहरूलाई चाहिँ भेटेर मलाई यो कुराले यसरी डिस्टर्ब गरेको छ भनेर कुराकानी गर्न सक्नुहुन्छ है। अब यसको यो आन्दोलनको चाहिँ बहुआयामिक पक्ष छ, यसलाई मल्टी डाइमेन्सनबाट चाहिँ हेर्न मिल्छ, बुझ्न मिल्छ, कुराकानी गर्न मिल्छ। तर हाम्रो आजको भिडियोमा त हामी जम्मी मेन्टल हेल्थको एस्पेक्टबाट हेरिरहेका छौँ। यसले गर्दा यो त तमाम युथमा भयो, बालबालिकाहरूमा कस्तो असर पर्न सक्छ होला त? यो कुरा चाहिँ एकपल्ट प्रकाश पारौँ। बालबालिकाहरू एकदमै भनरेबल एज हो। त्यो बालबालिका भनेको चाहिँ जो अझै विशेष भन्नुपर्दा 14 वर्षभन्दा मुनिका जो बालबालिकाहरू छन्, उहाँहरूलाई चाहिँ यस्ता कुराहरूसँग एक्सपोज गरियो भने झन् यसले उहाँको माइन्ड चाहिँ डिस्टर्ब गर्छ। हामी अडल्टभन्दा बालबालिका चाहिँ धेरै नै डिस्टर्ब हुन्छ। त्यसले गर्दा उहाँहरूले पनि यस्तो कुराहरू हेर्नु भएको छ भने चाहिँ उहाँहरूसँग कम्युनिकेसन गर्ने, कुराकानी गर्ने, क्वालिटी टाइम स्पेन्ड गर्ने, अहिलेको समय दिने। हिजो अस्ति गर्नु भएको छैन भने पनि यो भिडियो हेरिराख्नु भएको छ भने कृपया आफ्नो बाबु नानीहरूसँग चाहिँ कमसेकम अहिले फुर्सद मिलेको समयमा 1-2 घन्टा चाहिँ समय दिनुहोस् है। उहाँहरूलाई यो विषयमा कुराकानी गर्नुहोस्। कस्तो उसलाई यो आन्दोलनको बारेमा के बोल्न मन लाग्छ, कस्तो लागेको छ, कस्तो देखेको छ, जस्ट सुन्ने मात्रै काम गरिदिन सक्नुहुन्छ। यो सुनिदिनु भयो भने पनि त्यो कुराहरू उसको इमोसन्सहरू, ती बालबालिकाको इमोसन्स भेन्ट आउट भएर जान्छ र जकडिएर पछि चाहिँ यसले अहिले जुन दबाब दिएको छ यो दबाब दीर्घकालीन रहँदैन, अलिक सहज हो। त्यस कारणले आफ्नो बालबालिकाको कुरा सुन्नुहोस्, बुझ्ने कोसिस गर्नु होला। अहिले चाहिँ आन्दोलन त नेपालमा धेरै नै हुन्थे, पहिला पनि हुन्थे, तर अहिलेको आन्दोलन चाहिँ अत्यधिक डिस्टर्ब्ड, एकदमै कायापलट अथवा बेला भन्नुपर्दा धेरै नै ठुलो नै आन्दोलन भएको महसुस गरिएको छ। र ठुलो इन अ सेन्स सर्ट टाइममा धेरै नै चेन्ज आयो, लाइक एज इफ लाइक जेनजी वान्स, जस्तो जेनरेसन जेडले चाहिँ चाहनुहुन्थ्यो। सबै कुरा इमिडिएटली चाहने जेनरेसन हो जेनजी भनेको चाहिँ। किनभने यो जेनरेसनले यस्तो कुरा महसुस गरेको अथवा गर्नु भएन कि बुझ्नु भएन कि स्कुल जान 2 घन्टा 3 घन्टा हिँडेर जानुपर्छ। केही कुरा पसलबाट अथवा दुध लिनु पर्यो, किन्नु पर्यो भने दुध मिल्किङ गर्नुपर्छ, त्यहीँ पाउने। एभ्रिथिङ वाज रेडिमेड टाइपको चाहिँ यो के भन्छ जेनरेसन थियो। भनेको मतलब यो जेनरेसनमा जन्मेका मान्छेहरूलाई दुःख हुने ठाउँमा छ, तर धेरैजसो व्यक्तिहरूले चाहिँ त्यो दुःख अलिकति कम महसुस गर्नुभएको थियो, महसुस हुने अवस्था थियो। किन? विकास क्रम र सँगसँगै टेक्नोलोजी, इन्टरनेटले चाहिँ हाम्रो जनजीवनलाई अलिकति सहज बनाइदिएको थियो र चेन्जेसहरू धेरै थिए। यसै अनुसार हेर्दा चाहिँ एभ्रिथिङ वाज एकदम सर्ट टाइममा भयो। तर यसले जति सर्ट टाइममा यो चेन्जेसहरू ल्याए पनि यसको प्रभाव चाहिँ नि लङ टर्म पनि हुनसक्छ है।
सर्ट टर्मको कुरा गर्दा हामीलाई अनसर्टेन्टी, स्ट्रेस, एन्जाइटी, हामीलाई निन्द्रामा चाहिँ कठिनाइ हुनसक्छ भने लङ टर्मको कुरा गर्दा चाहिँ यसले हाम्रो पर्फर्मेन्समा अलिकति विक अथवा पर्फर्मेन्समा चाहिँ इम्पेयरमेन्ट ल्याउन सक्छ एउटा। दोस्रो कुरो भनेको चाहिँ सोसल सिचुएसन्सबाट चाहिँ विथड्रल हुन सक्छौँ दोस्रो। तेस्रो यसको पाटो भनेको चाहिँ लङ टर्म एउटा चाहिँ स्ट्रेस हुनसक्छ यदि यो कुरा टाइममै भेन्ट आउट भएको छैन भने चाहिँ, एन्ड विच वी कल्ड पिटिएसटी, पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर। अहिले हामीले विभत्स हत्या अथवा चाहिँ नि घटनाक्रम देख्यौँ र यो घटनाक्रमको अहिले नभएर पछि कुनै समयमा कालखण्डमा चाहिँ त्यो घटनाक्रमले हामीलाई फ्ल्यासब्याक ल्यायो, त्यो घटनाक्रम सम्झिन बाध्य भइयो, त्यो घटनाक्रमले हामीलाई चाहिँ दैनिक रूपमा काम गर्न कठिनाइ हुन्छ, व्यवहारहरू चलाउन गाह्रो हुन्छ, माइन्ड डिस्टर्ब गर्छ, निन्द्रामा कठिनाइ हुन्छ र ती घटनाक्रमहरू ती चित्र अथवा चाहिँ त्यो कुरा झल्झल्ती याद आउँछ भने त्यसलाई हामीले चाहिँ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भनेर भन्ने गर्छौँ। त्योसम्म पनि हुन सक्छ। एन्ड बी अवेर अफ दिस, किनभने यो आन्दोलनले धेरै चेन्ज सर्ट टाइममा ल्याएको छ र तर यसका प्रभाव पनि त्यति धेरै हुने गर्छन्। सोसल मिडियामा हजारौँ मान्छे काम गरिरहेका छन्, लाखौँ मान्छे इन्भल्भ छन्। सोसल मिडिया अथवा फेसबुकलाई एकछिनलाई कुरा गरौँ, फेसबुक ब्यान भएर फेसबुक कम्पनीलाई असर पर्ने होइन क्या, नेपाली जनतालाई असर पर्ने हो। त्यो कुरा खै सरकारले त्यति बेला बुझ्नु भएन नि त, त्यसकै असर हो। किन भन्दा यो सोसल मिडियासँग यो कुरासँग चाहिँ मान्छेहरू अहिलेको जमानामा इन्डिपेन्डेन्ट छन्, आफूलाई मन लागेको कुरा खोज्न सक्छन्, किन्न सक्छन्, बुझ्न सक्छन्, कन्फर्मेसन गर्न सक्छन्। धेरै कुराहरू यही माध्यमबाट भइरहेको थियो, तर ती कुराहरूलाई बन्द गर्न खोजियो। त्यो भनेको एक खालको मान्छेलाई निमाठे जस्तो भयो, त्यसकै उपज हो यो। यस्तो कुराहरू गर्दा चाहिँ सोचबुझ अलिकति छलफल गर्नु जरुरी हुन्थ्यो। 2-4 दिन 1-2 महिना त्यो मिडियाहरूमा चाहिँ नि यसकै छलफल चलाउन सकिन्थ्यो नि। देश कस्तो बन्ने के गर्ने कहिले छलफल हुँदैन थियो। सोसल मिडियालाई हामीले यस्तो गर्दैछौँ, तपाईँहरूको धारणा के छ, कसरी चाहिँ यसलाई सूचीकरण गर्न सकिएला भनेर केही क्वेसन सोध्न सकिन्थ्यो। ती युथहरूसँग चाहिँ आइडिया हुन्थे, गरियो गरिएन। तमाम जनमानस यो जनमानसमा चाहिँ कस्तो असर पर्यो भने जो एक तबका छ जसका आमाबाउ घरमा छन् र आफू विदेशमा काम गरिराख्नु भएको छ, विदेशमा हुनुहुन्छ, ती व्यक्तिहरू सम्पर्क कसरी गर्ने, बिहान बेलुका कुरो कसरी गर्ने, त्यस्ता कुरालाई असर पारियो। जसले दिनकै यही यसमै कन्टेन्ट बनाएर चाहिँ नि जीविकोपार्जन गरिराख्नु भएको थियो, ती व्यक्तिहरूले कसरी चलाउने। अब जो मान्छेले यही माध्यमबाट नलेजहरू सेयर गरिराख्नु भएको थियो, एजुकेसनल कन्टेन्टहरू दिनुहुन्थ्यो र लिनुहुन्थ्यो, लिसनरहरूले अब कसरी सुन्ने, कहाँ सुन्ने। सोसल मिडिया इज नट ओन्ली अबाउट त्यो पोस्टहरू हेर्ने अनि कसले कस्तो फोटो पोस्ट्यायो भन्ने मात्रै थिएन। मान्छे नेपाली जनता त्यहाँभन्दा माथि उठिसकेका थिए अहिले। तर बुझाइ यतिमा मात्रै भयो। युट्युब जो हाम्रो दैनिकी हो, एउटा युनिभर्सिटी हो युट्युब भनेको, त्यसलाई ब्यान गर्न खोजियो। एजुकेसन सिस्टम कस्तो छ नेपालमा सबैलाई थाहा छ। मान्छेहरूले आफूलाई मन लागेको कन्टेन्ट, मन लागेको कुरा खोजेर सुन्न सक्छन्, पढिरहेका छन् त्यसकै माध्यमबाट। यस्ता कुरालाई रोक्न खोजियो। जनताले गर्थे के त, बिरालोलाई एउटा कोठामा थुनेर मार्दा कस्तो असर पर्छ होला। नेपालमा अघि अस्ति भएको यो जेनजीको प्रदर्शनमा यही नै कुरा हो। बिरालोलाई एउटै कोठामा थुनेर मार्न खोजियो, और भनौँ सफोकेट गर्न खोजियो, त्यो भोइसेसहरूलाई ब्यान गर्न खोजियो। इट वाजन्ट सोसल मिडिया ब्यान, इट वाज भोइस ब्यान थियो। त्यो हाम्रो बोली चाहिँ बन्द गर्न खोजिएको थियो। त्यस कारणले गर्दा यत्रो विद्रोह भयो। यस्ता कुरामा ध्यान दिनु पर्थ्यो। विद्रोह हुँदा घर भत्केका छन्, सामान जल्यो, घर जले, यी विविध कुरा हामी फेरि पनि बनाउन सकौँला।
धेरै मान्छेले भन्छन् यो हाम्रो इतिहास गयो भनेर, तर ती दिवंगत आत्मालाई चाहिँ फेरि बिउताउन सक्छौँ त? त्यो चाहिँ इतिहास होइन। मान्छेहरूले एउटा छोरा पाएका थिए, एउटा छोरी पाएका थिए, एकाएक एउटा गोलीमा सिद्धियो, तिनीहरूको सपना तुएन। त्यो फेरि फर्काएर ल्याउन सक्छौँ? त्यसलाई रिबिल्ड गर्न सक्छौँ? नेभर। त्यसले गर्दा अब उपरान्तका सरकारले पनि यस्ता कुरामा चाहिँ ध्यान दिइयोस्, बुझियोस्, के गर्दा यसको असर, दीर्घकालीन असर कस्तो पर्न सक्छ, छलफल गरेर मात्रै यस्ता कुरा गरियोस् भन्ने लाग्छ। र अर्को एउटा चाहिँ यो सँगसँगै एउटा सुझाव पनि मैले के दिन चाहन्छु भने फेसबुक यो के भन्छ सोसल मिडिया युजर्सहरूलाई, लेट्स युज दिस अप्रोप्रिएटली यो बाटोमा चाहिँ। सो सरकारले जुन कदम चलाएको थियो सोसल मिडिया ब्यान भन्ने, सरकार केही समय यतादेखि तमाम जनमानसको मस्तिष्कमा माइन्डसेट चाहिँ कस्तो भइसकेको थियो भने नथिङ इज गोइङ अन, यो केही पनि प्रगति अथवा यस्तो कुरा भइरहेको छैन, सरकार धेरै कुराहरू हामीप्रति लादी मात्रै रहेको छ अथवा चाहिँ प्रयास गर्न मात्रै खोजिरहेको छ भन्ने खालको माइन्डसेट बनेको थियो। र एकाएक त्यसले फ्युल के कुराले चाहिँ हाल्यो त भन्दा सोसल मिडिया ब्यान। यो हामीले त्यति बेला पनि मैले चाहिँ नि लाइभ गरेर र अर्को हाम्रो फेसबुकमा हामीले र टिकटकमा हामीले भिडियो पनि हालेका थियौँ। यसको ठुलो प्रभाव पर्छ है, आन्दोलन हुनुभन्दा अगाडि हालेका थियौँ हामीले। यसको यसरी सोसल मिडिया एकाएक यसरी ब्यान गर्नु हुँदैन है, यसको ठुलो प्रभाव पर्छ भनेर त्यति बेलै हालेका थियौँ। नभन्दै मैले सोचेको भन्दा अझै ठुलो प्रभाव पर्यो। मैले त्यति बेला पनि भनेको थिएँ, यो जेनेरेसन सोसल मिडियासँगै हुर्केको जेनेरेसन हो। सोसल मिडिया इज नट ओन्ली फर स्क्रलिङ अर वाचिङ रिल्स। यो हाम्रो दैनिकी भइसकेको छ, यो हाम्रो इमोसनसँग जोडिएको छ। दिस इज अ प्लेटफर्म वेयर वी क्यान लर्न एन्ड अर्न एट द सेम टाइम। दुवै कुरा भइसकेको कुरो हो। यहाँ हाम्रो इमोसन्सहरू एक्सप्रेस गर्ने एउटा माध्यम बनेको छ। एक्लै बस्ने व्यक्तिले आफूलाई कस्तो महसुस भइरहेको छ, आफ्नो कुराहरू सोसल मिडियाको माध्यमबाट लेख्ने गर्नुहुन्थ्यो। त्यस्ता आवाजहरूलाई सरकारले बन्द गर्न खोज्यो। सूचीकरण भनिएको थियो। सूचीकरण गर्नको लागि हामीले सरकारले चाहिँ डिप्लोमेटिक एउटा डायलग्सहरू, बायोलेटरल डायलगहरूको माध्यमबाट चाहिँ ती कुराहरूलाई समाधान गर्न सकिन्थ्यो। यस्ता यस्ता कुराहरू गरिदिनुहोस् कृपया, हाम्रो पनि देशमा चाहिँ यी कुराहरूलाई अति आवश्यक कुराहरू छ, यसलाई गरिदिनु भयो भने समाजलाई हामीले एउटा सही तरिकाले अगाडि बढाउन सक्छौँ भन्ने सकिन्थ्यो होला। तर छोटो पिरियडमा सूचना छोटो निकालेर प्रभाव यसले चाहिने तमाम जनमानसमा पर्यो, नेपाली जनतामा। यो प्रभाव पर्नुपर्ने ती मिडिया अथवा उसलाई, तर नेपाली जनतालाई प्रभाव पर्ने किसिमले चाहिँ के गरिदियो त, यो कानुनहरू यस्ता कुराहरू ल्याए। सायद यो टाइममा ती दर्ता भएकाहरूलाई ट्याक्स बेसी यस्तो सूचीकरण नहुँदा अथवा 1 महिना 2 महिनाको समय फेरि आफै गएर उनीहरूसँग चाहिँ नि कुराकानी गरेर यो कुरा यसरी गर्नुहोस् भन्न सकिन्थ्यो होला। देशमा यस्ता किसिमका परिवर्तनहरू हुन्छन्। नेपाल आमाले थुप्रो चेन्जेसहरू भोगिसकेको छ, तर यो त्यहाँमध्ये सबैभन्दा ठुलो चेन्ज, अहिलेकै इतिहासमा सबैभन्दा ठुलो चेन्ज यही नै छ। यो सँगसँगै तपाईँ हाम्रो माइन्डसेट पनि चेन्ज भएको हुनसक्छ। अब उपरान्त व्यक्तिहरूलाई गर्ने व्यवहार, नेताहरूप्रतिको व्यवहार, राष्ट्रप्रतिको व्यवहार र आफूले आफ्नो बारेमा सोच्ने समय आएको छ। तपाईँको माइन्डसेट कस्तो छ अहिलेको अवस्थामा? डिड यु चेन्ज युर माइन्डसेट अर नट? इफ तपाईँलाई पनि यस्तै किसिमका कुराकानी गर्न अथवा सुन्न मन लाग्छ भने प्लिज आफ्नो कुरा चाहिँ कमेन्ट्स बक्समा लेख्न सक्नुहुन्छ। अब उपरान्तका भिडियोहरूमा चाहिँ कस्ता कुराहरू तपाईँलाई सुन्न मन लाग्छ, हामीले तपाईँका कमेन्ट्सहरूलाई लिने प्रयास गर्छौँ। सकेसम्म नेक्स्ट भिडियोमा हामीले चाहिँ ती कुराहरूलाई ल्याएर आउनेछौँ। आजको लागि जेनेरेसन जेडले गरेको यो ठुलो एउटा चाहिँ ऐतिहासिक आन्दोलनले देशमा नयाँ एउटा होप ल्याएको छ, नयाँ एउटा चाहिँ नि आशा पलाएको छ। अब चाहिँ बन्छ कि देश भन्ने
र तपाईँ हाम्रो माइन्डसेटलाई यसले चेन्ज गरिदिएको छ। चेन्ज युर माइन्डसेट विथ नवीन भन्ने पोडकास्ट हेर्दै गर्नुहोला। सो यस्तै यस्तै भिडियोलाई सुन्न चाहने जति साथीहरूले चाहिँ हाम्रो कम्युनिटी अर फ्यामिली बन्नुहोला। माइन्डसेट विथ नवीन भन्ने हाम्रो युट्युब च्यानललाई लाइक सेयर गरिदिनु, बेल आइकन थिच्न नबिर्सिनु होला र तपाईँलाई हाम्रो कन्टेन्ट कस्तो लाग्यो कमेन्ट्स बक्समा लेख्नुहोला। थ्याङ्क यू।